टाइमकिपर कृपया टाइम डिस्प्ले गरिदिनुहोस्। ओके, म पहिला विदुरजीलाई सोध्न चाहन्छु, तपाईँले माइक्रोफोन चेक गर्नुहोस् एक्चुअली। हेलो। ओके, तपाईँको सबै ठिक छ? तपाईँ कम्फर्टेबल भएपछि मात्र भाइले त्यहाँ टाइम डिस्प्ले गर्नुहुनेछ र तपाईँको समय सुरु। कोही भन्छन् जे चिज तालिम दिने संस्था हो, कोही भन्छन् जे चिज तालिम दिने संस्था हो, कोही भन्छन् जे चिज युवाहरूको जथा हो। उनी भन्छन् जे चिज कस्तो खैके रथा हो, म त भन्छु जे चिज, म त भन्छु जे चिज जीवनको एउटा थेसिस हो। धन्यवाद मनोज सभापतिज्यू, राष्ट्रिय अध्यक्षज्यू, रिटर्निङ अफिसरज्यू, पूर्व राष्ट्रिय अध्यक्षज्यूहरू, राष्ट्रिय पदाधिकारीज्यूहरू, उपस्थित सम्पूर्ण काउन्सिलरज्यूहरू तथा यस हलमा उपस्थित हुनुभएका सम्पूर्ण जेसी मित्रहरूमा म धरान जेसी वर्ष 2025 को अध्यक्ष तथा नेपाल जेसी वर्ष 2026 का लागि राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवार जेसी विदुर थापाको तर्फबाट जनकपुरको यो चिसो रातमा रात्रिकालीन न्यानो अभिवादन गर्न चाहन्छु। नमस्कार। सन् 1975 मा स्थापित धरान जेसीको 50औं वर्ष स्वर्ण जयन्तीको अवसरमा 2025 मा मैले शाखाको नेतृत्व गर्ने अवसर प्राप्त गरेँ। सो अवसर प्राप्त गरे पश्चात आफ्नो कार्यकाल सकिँदै गर्दाखेरि 2026 का लागि राष्ट्रिय उपाध्यक्षको पदमा उम्मेदवारी दिएको छु। यहाँले मत र मन दिएर मलाई विजयी गराइदिनुहुन्छ भन्ने मैले अपेक्षा लिएको छु र सन् 2011 मा मैले जेसिस अभियानमा धरान जेसिसको सदस्यता लिए पश्चात 15 वर्ष जेसिस अभियानमा मेरा सिकाइहरूलाई अनुभवहरूलाई सङ्घालेर राखेको छु र 2026 को लागि मैले जेसिस अभियानमा सो अनुभव र सिकाइहरूलाई सेयर गर्न खोजेको छु र यो जेसिस अभियानमा विश्व शान्तिको अभियानमा म पनि त्यसको एउटा संवाद बन्ने लक्ष्य राखेको छु। यदि तपाईँहरूले मलाई मत दिएर विजयी गराइदिनु भएको खण्डमा अहिले मसँग एउटा घडी छ र 1 वर्षको समय पनि लिएर आएको छु। यो घडी र समय म 53 राष्ट्रिय महाधिवेशन भक्तपुरमा भइराख्दाखेरि पूर्ण समयको कार्यान्वयन भएको प्रमाणसहित पेश गर्नेछु भन्दै पुनः एकपटक यहाँले मलाई अत्याधिक बहुमतले विजयी गराइदिनुहुन्छ भन्ने आशा राख्दै म यहाँहरूको मतको अपेक्षा गर्दछु। धन्यवाद। धेरै धेरै धन्यवाद। उहाँलाई प्रश्न सँगै साथसाथै बसेर त्यो कसरी अगाडि बढाउँछ भन्ने कुरामा म तपाईसँग अगाडि बढेर त्यो गर्ने कुरा गर्दछु। धन्यवाद। धन्यवाद। म राष्ट्रिय उपाध्यक्षका